Hello friends, today we are talking about the most confusing topic in business math of class 11 and also most confusing topic of optional math. So आज को भिडियो में हामी कुरा गर्ने छौं log and in को डिफरेंस के छ त आउनु सुरु गरौं। पहिलो डिफरेंस हो log को। log लाई हामी केबाट डिनोट गर्न सकिन्छ त log चाहिँ युजुअली log 10x लाई जनाउँछ जसलाई हामी डिनोट पनि भन्ने गरिन्छ। अब हेरौं इनले चाहिँ के डिनोट गर्छ इनले चाहिँ log बेस ex डिनोट गर्छ। यो भयो फर्स्ट डिफरेंस बिट्विन। अब हामी सेकेन्ड डिफरेंसमा जाउँ। सेकेन्ड डिफरेंस के छ त सेकेन्ड डिफरेंस log को के हो भने यो चाहिँ इन्भर्स फंक्शन हो के को 10 पावर x को 10 पावर x को इन्भर्स फंक्शन हो log। अब हामी इनमा हेर्छौं इन चाहिँ के को इन्भर्स हो भने इन चाहिँ e पावर x को इन्भर्स फंक्शन हो। यो चाहिँ हाम्रो दुईटा डिफरेंस भइसक्यो। अब हामी जाम तेस्रो डिफरेंस तिर। अब हामी यो मेटेर थर्ड सुरु गर्छौं। अब नंबर 3 को डिफरेंस के हो त फर अ गिवन भ्यालु अफ x इज ग्रेटर देन 1 x को भ्यालु 1 भन्दा ठूलो हुन पर्यो जुन चाहिँ हामी यहाँ डिनोट गरेछौं। अनि त्यसको के छ भने r को इन इज ग्रेटर देन log इन चाहिँ log भन्दा ठूलो हुन्छ उसले हामी इन x ग्रेटर देन log मा डिनोट गरेका छौं। अब यसलाई ग्राफ को माध्यमबाट बुझाउँदा एकदमै इजी हुन्थ्यो तर कुनै कारणवश हामीसँग ग्राफ नभएर हामी तपाईहरुले यस्तै देखाइरा छौं। कृपया बुझ्ने कोशिश गर्नु होला। यो चाहिँ log को मात्रै हैन यो log र इन दुईटैको हो। सो त्यस कारणले म माथिको अब मेट्न चाहन्छु। यो चाहिँ दुईटैको हो। तीनटा डिफरेंसमा यो चाहिँ दुईटैको हो। ए x ग्रेटर देन 1 छ इन ग्रेटर देन log छ। यो हाम्रो भइसक्यो तेस्रो डिफरेंस बिट्विन। अब हामी यसकै हिसाबले केही न्यूमेरिकल जस्तो हेर्ने छौं तर त्यो न्यूमेरिकल हुँदैन सेम न्यूमेरिकल जस्तै हो। ल हेरौं है अब fx log 10x भयो fx log 10x त्यसपछि gx in x fx log 10x gx nx। अब यसलाई in x and log 10x बाट गरेर log 10x यो चाहिँ हाम्रो तेस्रो डिफरेंस हो जसमा fx log 10x gx in x फेरि in x and log 10x मा के हुन्छ भने log 10x कर्ली ब्रैकेट in x अपन बिग ब्रैकेट इन स्मॉल ब्रैकेट 10 मा ब्रैकेट क्लोज भयो। तर पनि फर्स्ट र सेकेन्ड डिफरेंस बुझ्नु भयो भने तपाईहरुले log र इन एकदम मज्जासँग यसको डिफरेंस बुझ्न सक्नुहुन्छ। आशा छ तपाईहरुलाई भिडियो मन परेको होला। धन्यवाद।